गरेन भने ब्ल्याक लिस्टमा पनि पर्छ नि त काम पनि गर्नु पाएन भने ब्ल्याक लिस्टमा पनि पर्छ हैन स्थानीय त्यसपछि जिसी पनि मान्छे छ नि तपाईको मर्नु न रुनु न हाँस्नु भइसकेपछि तपाईको जे पनि गर्न सक्छ क्या उसले के हैन हदसम्म पार गर्छ नि त उसले त अब उसको काम भएन ब्ल्याक लिस्ट भन्दा कम्पनी डुब्छ कम्पनी डुब्यो भने त अबदेखि टेन्डर पनि पाउनु कन्ट्र्याक्टै पाउनु सक्दैन कन्ट्र्याक्टर लाइसेन्स जान्छ उहाँहरूको पनि बाध्यता छ हामीले नि बुझ्नुपर्छ पछिल्लो सरकारले के गर्यो त्यो हाम्रो जिम्मा हामीले होइन हैन तर त्यसलाई चाहिँ अब हामीले चाहिँ सिस्टमेटिक हिसाबले चाहिँ मिलेर सबैजना मिलेर चाहिँ देश कसरी बनाउन सकिन्छ भने चाहिँ हामी चाहिँ लाग्नुपर्छ क्या अनि जो यस्तो समाजको क्यान्सरहरू छन् नि ठेकदारै होला समाजको कोही व्यक्ति नै होला हैन यस्तो क्यान्सरहरूलाई चाहिँ निकाल्नु चाहिँ अब सबैजना एकजुट हुनुपर्छ घटना भनेको तपाईँको चाहिँ बाजा बजाउँदै आउँदैन हैन को मान्छेको नियतमा के छ भने हामीले बुझ्नु सकिँदैन नागरिकले पनि रेस्पोन्सिबल त हुनु पर्यो अगाडि पसलहरू त छ नि त पसलबाट जाँदाखेरि पसलले 1 भनेर लेख्न त सकिन्छ नि त 2 भनेर लेख्नु त सकिन्छ नि त्यति रेस्पोन्सिबल गरेको नागरिकहरू मिलेर सबैजना मिलेर ल हैन पापान चाहिँ उठाएर दियो पनि भयो अहिले उहाँलाई त्यहाँ उते गर्नलाई पनि ल यतिकै चिन्तै छ